सञ्चालकज्यूहरू, ब्याङ्कका लेखा परीक्षकज्यू, नियमनकारी निकायबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू, ब्याङ्कका आदरणीय शेरधनी महानुभावहरू र मेरा सहकर्मी साथीहरू, सर्वप्रथम म यहाँहरूको जति पनि यो सभा मार्फत अभिव्यक्त भएका राय छन्, सल्लाह छन्, मार्गदर्शन छन्, सुझाव छन् अथवा जिज्ञासा छन्, ती सबैको लागि सम्पूर्ण ब्याङ्क परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यी सबै विषयहरू कुनै न कुनै कोणबाट हेर्ने कोणहरू फरक फरक हुन सक्छ, तर जुन कोणबाट हेरिएको छ त्यो कोणबाट हेर्दाखेरि जे पनि राय, सल्लाह, सुझाव, मार्गदर्शनहरू यहाँहरूले अभिव्यक्त गर्नुभएको छ त्यसमा फरक राय राख्नुपर्ने अथवा प्रस्ट्याउनु पर्ने अथवा डिफेन्ड गर्नुपर्ने विषय धेरै छैन। कोणहरू पक्कै पनि फरक छ, फरक कोणबाट हेर्दाखेरि देखिने तस्बिर पनि फरक स्वाभाविक रूपमा हुन्छ। अहिले मैले चाहिँ अलिक क्रुसियल टाइम पनि चलिराखेको छ, ब्याङ्किङमा अलिक क्रुसियल टाइम चलिराखेको छ, इकोनोमीमा अलिक क्रुसियल टाइम सबैतिर चलिराखेका भए हुनाले यसपालिको साधारणसभा अघिपछि भन्दा अझ विशेष अर्थ राख्ने साधारणसभा हो भन्ने रूपमा केही कुराहरू बहुतै जेन्युइनली, बहुतै अनेस्टली र बहुतै प्रोफेसनली राख्न खोजिराखेको छु। सम्पूर्ण ब्याङ्क परिवारलाई रिप्रेजेन्ट गरेर, खास गरेर अध्यक्षज्यू र सञ्चालक समितिलाई रिप्रेजेन्ट गरेर यहाँहरूले जे पनि विषयहरू राखिराख्नु भएको छ, पहिला म एउटा कन्टेक्स्टको हिसाबले के देखिन्छ त एउटा टाइम जोनमा ट्राभल गर्दाखेरि भन्ने एउटा कन्टेक्स्ट बिल्ड गरेर त्यसलाई सम्बोधन गर्छु र केही स्पेसिफिक विषयहरू जे यहाँहरूले राख्नुभएको छ त्यसमा पनि म प्रवेश गर्छु। अहिले हामीले बुझेकै कुरा हो, देश कस्तो अवस्थाबाट गुज्रिराखेको छ, अर्थतन्त्र कस्तो अवस्थाबाट गुज्रिराखेको छ, वित्तीय प्रणाली कस्तो अवस्थाबाट गुज्रिराखेको छ, यसको कारणहरू के हुन् र यसका उपायहरू, समाधानहरू के हुन्, यो विषय यहाँहरू कसैबाट पनि छिपेको छ जस्तो लाग्दैन। तर अहिले मैले एड्रेस गर्न खोजेको चाहिँ के कारणले यस्तो भयो, खास अवस्था के हो भन्ने विषय होइन, यो मोटामोटी मोरलेस बुझेकै विषय छ। तर एउटा मैले एज कन्टेक्चुअल ब्याकग्राउन्ड मेन्सन गर्नै पर्ने कुरा चाहिँ अहिले जे पनि भइरहेछ यो बिजनेस एज युजुअल अवस्था चाहिँ होइन। मैले धेरैले भनेको सुन्छु, 30 वर्षको करियरमा, 35 वर्षको करियरमा, 40 वर्षको करियरमा अथवा कसैको 60-70 इयर्सको लाइफ स्प्यानमा अहिले जस्तो प्रकारको स्थिति देखिएको छ अर्थतन्त्रमा अथवा वित्तीय प्रणालीमा, यो सहज अवस्था चाहिँ होइन। योभन्दा अगाडि हामीले देखेको, भोगेको अथवा इभन पढेको प्रकारको अवस्था चाहिँ होइन। यो विषयलाई यहाँहरूले पनि पक्कै पनि मध्यनजर गर्नुभएकै छ, हामीले पनि पक्कै पनि मध्यनजर गरेकै छौँ। धेरै शेरधनी महानुभावहरूले कुरा पनि राख्नुभयो। खासमा अहिले जे ग्लोबल डेभलपमेन्ट्स छ, जे नेसनल डेभलपमेन्ट्स छ, जे पोलिसी डेभलपमेन्ट्स भइरहेका छ, त्यसले ब्याङ्किङलाई कस्तो असर गर्ला र हामीलाई कस्तो असर गर्ला त्यसमा पनि म जाने नै छु। अहिले मैले बिजनेस एज युजुअल अवस्थामा नरहेको कोणबाट, त्यो कन्टेक्स्टबाट हेर्दाखेरि जब बिजनेस एज युजुअलमा केही गरिन्छ त्यो बिजनेस एज युजुअलको कन्टेक्स्टबाट अपेक्षा पनि र गरिएको निर्णय पनि, गरिएको काम पनि जस्टिफाई हुने हुन्छ। र बिजनेस एज युजुअल नरहेपछि बिजनेस एज युजुअल भएको जसरी यदि हामीले निर्णय गर्न थाल्यौँ अथवा केही गतिविधि गर्न थाल्यौँ भने त्यसले समग्रतामा हाम्रो हित गर्दैन। अहिले बिजनेस एज युजुअल अवस्था नभएको कारणलाई मध्यनजर गरेर हामीले केही एक्सट्रिम मेजरहरू र केही प्रुडेन्सियल मेजरहरू एनआइसिसी ब्याङ्कमा लागू गरिराखेका छौँ, जसलाई म एक्सप्लेन गर्न चाहन्छु। अहिले के कन्टेक्स्टमा के कुरा आइरहेछ, किन आइरहेछ र हो चाहिँ के भनेर यहाँहरूलाई प्रश्न बनाउनु प्रमुख कार्यकारी अधिकृतको हिसाबले मेरो कानुनी र नैतिक कर्तव्य पनि भएको हुनाले त्यसमा बढी समय म केन्द्रित हुन चाहन्छु। अहिले बिजनेस एज युजुअल नभएको अवस्थामा र हामी चाहिँ पहिलादेखि नै क्यापिटलको हिसाबले एकदम टाइट रोप वाक गरिराखेको ब्याङ्क भएको हिसाबले हामीले के विचार गऱ्यौँ भने अहिलेको अवस्थामा जस्तो हिसाबले पहिला इकोनोमिक स्लोडाउन भनियो, पछाडि रिसेसन भनियो,
पछाडि कतिपयले त डिप डिप्रेसनसम्म पनि भनिराखेका छन्। सरसर्ती हेर्दाखेरि इन्डिकेटरहरू सबै ठिकठाक जस्तो देखिने, तर मान्छेको जीवन भोगाइहरूसँग रिलेट गर्दाखेरि त्यो इन्डिकेटरहरूमा तारतम्यता नदेखिने, राम्रो चाहिँ भोगाइमा नदेखिने, हेर्दाखेरिको इन्डिकेटरहरू चाहिँ ठिकठाक जस्तो देखिने, जुन विषम परिस्थिति, जुन अलि बिजेर जस्तो टाइपको परिस्थिति अहिले हामी सबैले भोगिराखेका छौँ। त्यो कन्टेक्स्टबाट हेर्दाखेरि चाहिँ हामीले अहिले बिजनेस एज युजुअल अवस्था नभएको हुनाले पोजिसनिङको दौडमा हामी अहिले दौडिनु हाम्रो हितमा छैन, यो ब्याङ्कको हितमा छैन, यो ब्याङ्कको सेयर धनीहरूको हितमा छैन। अहिले स्थिति धेरै परिवर्तन भइसक्यो, धेरै अनसर्टेन्टीहरू आइसक्यो। अघि मैले बिजनेस एज युजुअल नरहेको अवस्था भनेर सिम्बोलिकली भन्न खोजेँ। त्यो बिजनेस एज युजुअल नरहेको अवस्थामा चाहिँ हामीले एउटा पोजिसनिङको रेस, एउटा पोर्टफोलियो ग्रोथको रेस अथवा प्रफिटको रेसलाई बिजनेस एज युजुअल भएको सरह कन्टिन्यू गरेर गयौँ भने, खास गरेर क्यापिटल एडिक्वेसीमा जस्तो हिसाबले हामीले अप्टिमल क्यापिटल युटिलाइजेसन गरेर जाने भनेर विगत केही वर्ष यतादेखि नै स्ट्राटेजी लिएर गइराखेको ब्याङ्क हुँदाखेरि चाहिँ यसले हामीलाई राम्रो गर्दैन। हामीले अब एउटा प्रकारको प्याराडाइम चेन्ज लिएर आउनुपर्ने अवस्था भयो। केही पनि कुरा सही अथवा गलत भनेको समय सन्दर्भले डिक्टेट गर्ने विषय हुँदो रहेछ। अहिले जुन समय सन्दर्भ बनेको छ, देशको अर्थतन्त्रको हिसाबले, वित्तीय प्रणालीको हिसाबले, ब्याङ्करको हिसाबले र एनआइसिसी ब्याङ्कको हिसाबले, अनि हामीले चाहिँ यो समय सन्दर्भ बदलिए सँगसँगै आफूलाई पनि स्मार्टली बदल्ने, इन्टेलिजेन्टली बदल्ने र नयाँ परिवेशमा आफूलाई तुरुन्त ढालिहाल्ने। हामीले भन्ने गरेको चाहिँ फर्स्ट टु लर्न, फर्स्ट टु अड्याप्ट। त्यो फर्स्ट टु लर्न, फर्स्ट टु अड्याप्ट फिलोसफीलाई हामीले इम्ब्रेस गरेर जाँदाखेरि अब हामी क्यापिटलमा रिस्क लिएर नजाने, क्यापिटलमा स्ट्रेस हुने गरेर नजाने र सँगसँगै जे पनि छ त्यो सत्य तथ्यबाट टाढा पनि भागेर हामी नजाने। जे हो सत्य तथ्यलाई फेस गर्ने र जे हो त्यही हाम्रा सबै निकायहरूलाई, चाहे त्यो नियामक निकाय होला अथवा हाम्रो बोर्ड होला अथवा हाम्रो आदरणीय शेरधनी महानुभावहरू हुनुभयो होला, सबैलाई जे हो सत्य तथ्य त्यतातिर जाने, त्यसलाई चाहिँ स्लाइसिङ गर्नपट्टि, डाइसिङ गर्नपट्टि, कलर लगाउनपट्टि नलाग्ने र एकदमै सस्टेनेबल हिसाबमा चाहिँ जाने। अहिले चाहिँ त्यो गर्न यदि सकिएन भनेदेखि फेरि पनि पोजिसनिङको दौडमा, फेरि पनि प्रफिटको दौडमा र जस्तो हिसाबको सिस्टमहरू देखिएको छ त्यसले गर्दाखेरि ट्याक्स तिरिने, बोनस जाने, कमाएको मध्ये झन्डै आधा ब्याङ्कबाट बाहिर जाने, बाहिर जाँदाखेरि ब्याङ्कको क्यापिटल धेरै कमजोर हुने स्थिति सृजना हुने, त्यसले समग्रतामा ब्याङ्कको सस्टेनेबिलिटी, मैले एनआइसिसी ब्याङ्कको कुरा गरेको होइन, ब्याङ्किङ कम्पनीको कुरा गर्न खोजेको, ब्याङ्किङ कम्पनीको सस्टेनेबिलिटी जस्तो हुनुपर्ने त्यस्तो हुन नसक्ने र यसले झन् अनिश्चयमा र झन् जोखिममा चाहिँ अन्ततगत धकेल्ने प्रकारको परिस्थिति नबनोस् भन्नको खातिर अलिक प्रुडेन्सियल मेजर भनेर अघि मैले मेन्सन गरेँ, हामीले प्रुडेन्सियल मेजर अडप्ट गरेर एकदम सेफर गेममा जाने। अघि पनि मैले भने पोर्टफोलियो ग्रोथको हिसाबले, प्रफिटको हिसाबले कुनै पनि प्रकारको रेसमा नलाग्ने। अब हामी एकदम प्रुडेन्सियल हिसाबले अहिले जस्तो समय चलिराखेको छ, जस्तो प्रकारको अनिश्चितता र जस्तो प्रकारको जोखिमहरूको बादल मडारिराखेको देखिएको छ, त्यही अनुसार नै आफूलाई ढालेर जाने भन्ने हिसाबबाट जाँदाखेरि अनि हामीले धेरैभन्दा धेरै प्रोभिजन गर्ने, धेरैभन्दा धेरै प्रोभिजन गर्नुको अर्थ प्रफिट स्वाभाविक रूपमा कम भएर जाने भयो र डिभिडेन्ड दिने क्षमता पनि त्यही अनुसार स्वाभाविक रूपमा फरक पर्ने नै भयो। तर प्रश्न के छ भने हामीले आजको राम्रो चयन गर्ने कि दीर्घकालसम्मको राम्रो चयन गर्ने? हामीले चाहिँ आजको राम्रो भन्दा पनि दीर्घकालसम्मको राम्रोलाई चयन गर्न बुद्धिमानी हुने देख्यौँ। त्यही भएर आजलाई
जे जस्तो छ त्यो रोगलाई लुकाउने काम नगर्ने, जे पनि ट्रुथ छ त्यसलाई फेस गर्ने, अनेस्टली सबैतिर सबै स्टेक होल्डर्सलाई त्यही कुरा डिस्क्लोज गर्ने, सेयर गर्ने र जे पनि रिमेडियल मेजर्स लिनुपर्छ, जे पनि करेक्टिभ कल लिनुपर्छ त्यो रिमेडियल मेजर्स र कलेक्टिभ कल्स तुरुन्तै लिएर ब्याङ्कलाई दीर्घकालीन रूपमा सबल, सक्षम, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने जे हाम्रो